हेलो एन्ड नमस्ते एभ्रिवान अग्निवेशको अर्को भिडियोमा फेरि पनि स्वागत छ र आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ। मौसम बद्लिँदैछ होइन, मौसम सँगसँगै मेरो अलि आवाज पनि बद्लिएको छ, तर चिन्ता नलिनुहोस्। मौसम बद्लियो पनि मेरो आवाज बद्लियो पनि हाम्रो लर्निङको पेस चाहिँ बद्लिँदैन। भिडियो कन्सिस्टेन्ट वेमा अपलोड भइरहेछ, तपाईँहरू मजाले हेर्दै जानु, सिक्दै जानु। र आजको भिडियोमा चाहिँ हामीले थोरै स्युडो क्लासेस र स्युडो इलिमेन्ट्सहरूको बारेमा कुरा गर्छौँ। अनि यो चाहिँ एकदम छोटो मिठो भिडियो हुनेवाला छ। यसमा चाहिँ हामी बेसिकली दुइटा कुराहरू मात्र गर्छौँ, द्याट इज स्युडो क्लासेस र स्युडो इलिमेन्ट्सहरूको बारेमा। र यसको बारेमा थ्योरिटिकली अलिअलि बुझ्ने हो भने हामीले पहिलो पार्टमा चाहिँ हाम्रो यसको डिफ्रेन्सेस गर्छौँ, देन आफ्टर हामी कोडमा इम्प्लिमेन्ट गर्छौँ। एन्ड सबभन्दा पहिला चाहिँ हामी स्युडो क्लासेस भनेर छ हामीसँग। फर्स्टमा वी हेभ स्युडो क्लासेस। स्युडो क्लासेस के हो भन्दाखेरि सबभन्दा पहिला त हाम्रो जुन इलिमेन्ट हुन्छ होइन, एचटिएमएलको इलिमेन्ट छ, त्यसको स्टेट डिफाइन गर्छ क्या। स्टेट भन्नाले सपोज मसँग एउटा बटन छ होइन, यो बटन छ, यो बटनलाई मैले क्लिक गरेँ के, लेट्स से यो बटन छ, बिटिएन मैले गरेँ, ओके, सर्टकट फर बटन। र यसलाई चाहिँ मैले क्लिक गरेँ के। क्लिक गर्नलाई अब कसरी सो गर्ने भन्दाखेरि लेट्स सी म टेक्स्ट नै लेखिदिन्छु, बटन क्लिक्ड, बिटिएन सिएलआई क्लिक, ओके। बटन क्लिक गऱ्यो भने पहिलाको कलर लेट्स से ग्रिन थियो, ओके, लेट्स से पहिलाको कलर चाहिँ यो ग्रिन छ होइन, पुरै ग्रिन कलरमा छ। अब क्लिक गरिसकेपछि के हुन्छ भन्दाखेरि यो मैले डुप्लिकेट बनाएँ, अनि यसमा चाहिँ के गरेँ भन्दाखेरि मेरो कलर जुन छ होइन, अब क्लिक गरिसकेपछि कलरलाई मैले के गरेँ, पिङ्क गरेँ, ठिक छ। अब यो पिङ्क भयो, म बिचतिर गर्छु, एन्ड आई डोन्ट लाइक दिस भने म यसलाई चेन्ज गरिदिन्छु, ओके, डिलिट दिस, ओके। सो पहिला चाहिँ के थियो बटनको कलर भन्दाखेरि इनिसियली हाम्रो ग्रिन कलरमा थियो, ओके। मैले बटनलाई पहिला क्लिक गरेँ, ठिक छ। बटन क्लिक गरिसकेपछि बटनको कलर हाम्रो ग्रिनबाट पिङ्कमा कन्भर्ट भयो, ओके। सो यहाँ के भयो भन्दाखेरि हाम्रो बटनको स्टेट चेन्ज भयो, ओके। सो कुनै पनि एउटा कुरा छ, इलिमेन्ट छ अथवा लिङ्क छ, अरू ट्यागहरू केही पनि छ भने त्यसमा सर्टेन टाइम पछि केही एक्सन पर्फर्म गर्यो, इफ त्यसमा केही चेन्जेस आइरहेछ भने त्यसलाई हामी त्यसको स्टेट चेन्ज भएको छ भनेर बुझ्छौँ। सो सेम गोज यहाँ पनि बटनको केसमा इनिसियली चाहिँ ग्रिन थियो, त्यो बटनलाई क्लिक गरियो, क्लिक गरेपछि त्यसको कलर चाहिँ पिङ्कमा कन्भर्ट भयो। सो बेसिकली के भयो भन्दाखेरि बटनको स्टेट चेन्ज भयो, ठिक छ, बुझिन्छ है त, ओके, क्लियर। त्यसै गरी होइन, अब इक्जाम्पलमा पनि हेर्नुहुन्छ भने बटन हभर गर्दाखेरि पनि लाइक बटनको माथि मैले आफ्नो कर्सर लिएर आयो, कर्सर पोइन्टर लिएर आयो भने त्यसमा सर्टेन कलर चेन्जेस होला अथवा स्याडो इफेक्ट्सहरू केही आएको तपाईँले वेबसाइट्सहरूमा हेर्नुहुन्छ। सो त्यो पनि काइन्ड अफ हाम्रो स्टेट चेन्ज भएको, अनि त्यो कसरी गरिएको हुन्छ भन्दाखेरि स्युडो क्लासेसको युज गरेर। त्यसै गरी हामीसँग फोकस छ, एक्टिभ छ, लिङ्क भिजिटेडहरू, यो सबै कुरा हामी भिएस कोडमा लाइभ गरेर हेर्छौँ। र त्यसपछि आउँछ हाम्रो स्युडो इलिमेन्टको कुरा है त। नेक्स्ट लेट मी बक्स इट, हामीसँग छ अर्को स्युडो इलिमेन्ट है त। स्युडो इलिमेन्टमा बेसिकली के हुन्छ भन्दाखेरि हामीसँग एउटा प्याराग्राफ छ, राइट। त्यो प्याराग्राफको कुनै लाइक फर्स्ट वर्डको फर्स्ट लेटरलाई हामीलाई केही स्पेसल प्रपर्टिज दिनु छ भने हामी त्यो स्युडो इलिमेन्टबाट गर्न मिल्छ क्या। त्यसै गरी हामीलाई कुनै हाम्रो कन्टेन्टमा सपोज हामीलाई केही प्याराग्राफमा अथवा बटनमा कुनै सिम्बल अथवा केही लेटर एट्याच गरेको छ होइन, त्यो हामीलाई सर्टेन एक्सन पर्फर्म गरेपछि त्यो कन्टेन्टलाई चेन्ज गर्नु छ क्या। एन्ड कसरी बुझ्ने भन्दाखेरि लेट्स से मसँग यहाँ एउटा बटन नै बनाऊँ है, बटन छ मसँग, बटनभित्र चाहिँ मसँग यहाँ लेट्स से क्लिक भनेर छ है। यो क्लिकवाला पार्ट इज मेरो ठ्याक्क बिचमा छ। मलाई माथिबाट केही कलरहरू लेट्स से कलरबाटै गरौँ, बुझ्न सजिलो हुन्छ। अब यो पिङ्क कलर छ, यो क्लिक नभएसम्म चाहिँ मलाई पिङ्क कलर ठ्याक्क यहाँ राइट साइडतिर चाहिन्छ, ओके। अब म के भन्छु भन्दाखेरि ठिक छ, यो त पहिलाको कुरा हो। अब यसमा चेन्जेस के गर भन्दाखेरि क्लिक भइसकेपछि यो पिङ्क कलर मेरो राइट साइडबाट हटेर लेफ्ट साइडमा सिफ्ट हुनु पऱ्यो, ठिक छ। फेरि यसमा एरो एउटा क्रिएट गरौँ, यो यसलाई ठुलो बनाऊँ, सपोज बटन इज क्लिक्ड, बटन क्लिक्ड, र बटन क्लिक्ड भइसकेपछि हामी फेरि यसको एउटा कपी बनाउँछौँ, कपी पेस्ट, ठिक छ। मैले अर्को बटन बनाएँ र यो बटनमा के गर्नु छ भन्दाखेरि
यसको पोजिसनलाई मलाई राइटबाट लेफ्ट सिफ्ट गर्नु छ, ठिक छ? काइन्ड अफ यहाँ होइन हाम्रो स्टेट नै चेन्ज भइरहेको छ, ठिक छ बटनको? तर यो गर्ने चाहिँ कसरी होइन? त्यसको लागि चाहिँ हामी स्युडो एलिमेन्टको युज गर्छौँ क्या। स्युडो एलिमेन्ट किन भन्दाखेरि यसले चाहिँ स्पेसिफिकली हाम्रो भित्रको कन्टेन्टलाई टार्गेट गरेर यसमा चेन्जेस गर्न मिल्छ क्या। यहाँ चाहिँ मैले अब कलर लिएँ तर खासमा कलर नभएर हामीले टेक्स्ट अथवा वर्डिङ्सहरू युज गर्नुपर्छ। ओके, सो कलर चाहिँ मैले जस्ट इक्जाम्पलको लागि लिएँ। लेट सपोज होइन यो कलरको ठाउँमा हामीले केही इमोजिजहरू युज गरेका छौँ जुन कि हामीलाई मुभ गर्नु छ। सो बुझिन्छ है? अगेन कलर चाहिँ जस्ट मैले बुझाउनलाई मात्रै युज गरेको। कलरमा चाहिँ काम गर्दैन होला एन्ड थ्योरेटिकली बुझ्नलाई चाहिँ यति हो। अब यसलाई चाहिँ हामी VS कोडमा हेर्छौँ। सो हामी चाहिँ हाम्रो VS कोडमा आइसकेका छौँ अनि टाइम सेभ गर्नलाई चाहिँ मैले यहाँ हाम्रो कोड चाहिँ अलरेडी लेखिसकेका छौँ होइन। म यहाँ के गर्छु भन्दाखेरि सरर लाइन बाई लाइन कोडहरू देखाइदिन्छु सो द्याट तपाईँले भिडियो पज गरेर यसलाई चाहिँ तपाईँले लेख्न सक्नुहुन्छ है। सुरुमा चाहिँ हाम्रो स्टार्टिङको चाहिँ डक टाइपहरू छ। स्टार्टिङमा हाम्रो हेडर फाइलहरू मेन कुरा छ बडीभित्र। बडीमा चाहिँ हाम्रो पहिला h1 ट्याग छ, त्यसमा हामीले टाइटल एड गरेका छौँ, त्यसपछि एउटा लिङ्क छ। लिङ्कमा चाहिँ हामीले एउटा डमी युआरएल एड गरेका छौँ example.com भनेर। हुन त यो एक्जिस्ट गर्दैन, यसको ठाउँमा तपाईँले आफ्नो कुनै पनि लिङ्क चाहिँ एट्याच गर्न मिल्यो। त्यसपछि हामीले लाइन ब्रेक गरेका छौँ। त्यसको तल चाहिँ हामीसँग बटन छ। ओके, बटन पछि फेरि लाइन ब्रेक गरेर त्यसपछि हामीसँग एउटा इनपुट सेक्सन छ, अगेन लाइन ब्रेकिङ, र त्यसपछि चाहिँ हामीसँग एउटा युएल छ अनअर्डर्ड लिस्ट। ओके, एन्ड देन आफ्टर एउटा प्याराग्राफ र यति छ है HTML साइडमा। र CSSमा पनि वी हेभ बेसिक CSS हाम्रो जे थियो त्यो हामी लेखिसकेका छौँ अलरेडी। ओके, रुटमा लाग्नुपर्ने जति हुनुपर्ने। त्यसपछि हामीले बटनलाई पनि सर्टेन प्रपर्टिजहरू दिएका छौँ। देन आफ्टर हाम्रो इनपुट सेक्सनलाई त्यसपछि लिङ्कवाला पार्टहरूलाई पनि हामीले केही केही कुराहरू अलरेडी लेखिसकेका छौँ। अब यसमा चाहिँ हामी बेसिकली अहिले के गर्छौँ भन्दाखेरि स्युडो एलिमेन्ट र स्युडो क्लासेसको कोडहरू चाहिँ एउटा एउटा गरेर एप्लाई गर्छौँ अनि बुझ्छौँ कि एक्चुअलमा यो कोडहरूले काम चाहिँ कसरी गर्छ है त। र त्योभन्दा पहिला म एकचोटि ब्राउजरमा रन गरिदिन्छु यसलाई। एन्ड ओके, सो यु क्यान सी होइन हामीसँग ठ्याक्क जे कुराहरू हामीले गरेका थियौँ त्यो कुरा यहाँ छ। अब युआई वाइज चाहिँ यो खासै त्यति एट्र्याक्टिभ छैन, एकदम बेसिक नै छ होइन। एकदम बेसिक मिनिमल राखेको छु मैले अहिलेको लागि। यसलाई चाहिँ तपाईँले के गर्नु भन्दाखेरि आफैले CSSलाई कसरी इम्प्रोभाइज गर्न सकिन्छ होइन, एट्र्याक्टिभ देखाउन सकिन्छ अलि बेटर वेमा होइन, कसरी प्रेजेन्ट गर्न सकिन्छ त्यो चाहिँ म तपाईँको हातमा दिन्छु होइन, तपाईँको एसाइनमेन्ट हुन्छ यो। र अब मेन कुराहरूतिर बढौँ। पहिला त यसमा जस्ट केही पनि छैन, टेक्स्टहरू छ, हवर गर्ने पनि केही पनि छैन है त। एन्ड अब चाहिँ यसमा सबभन्दा पहिला स्युडो क्लासेस एड गरौँ। ओके, सो म CSSमा आउँछु। सो अब CSSमा सबभन्दा पहिला के गरौँ भन्दाखेरि हामीसँग के छ त्यो हेरौँ है। बटन छ राइट हामीसँग सबभन्दा। ओके, त्योभन्दा पहिला लिङ्क छ तर लेट्स स्टार्ट विथ बटन। हामीसँग बटन छ, बटनको हामीसँग CSS अलरेडी छ। बटनमा चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि सबभन्दा पहिला त हवर इफेक्ट एड गर्न सकिन्छ कि। सो म यहाँ के गर्छु बटनको तल ठ्याक्क .btn हाम्रो जुन क्लासको नेम छ हामी पहिला त्यो दिने, त्यसपछि कलन, कलन पछि तपाईँले मल्टिपल अप्सन्सहरू हेर्न सक्नुहुन्छ कि। अब यसमा चाहिँ अब म के गर्छु भन्दाखेरि मलाई हवर गर्नु छ, म ठ्याक्क हवर लेख्छु, अप्सन्स आइसक्यो, इन्टर गरेँ। त्यसपछि हवर गर्ने बेलामा ओके, हवर भन्दाखेरि बेसिकली मैले त्यो बटनको माथि आफ्नो पोइन्टर लगेँ भने त्यसले कसरी रियाक्ट गर्छ होइन, मैले यहाँ हवरभित्र लेख्न सक्छौँ। एन्ड अहिलेको चाहिँ उसको कलर काइन्ड अफ ब्लुइस छ होइन, ब्लू कलरमा छ भने अब लेट्स चाहिँ यसको कलर म चेन्ज गरिदिन्छु ग्रिनमा, ब्याकग्राउन्ड कलर नट कलर, ब्याकग्राउन्ड कलर ग्रिन मैले गरिदिएँ। एन्ड अब यहाँ गयो भने यु क्यान सी होइन, म जुम गरिदिन्छु। मैले यहाँ ठ्याक्क मेरो माउस पोइन्टर छ, मैले बटनमाथि लगेँ भने यसको कलर ग्रिन भइरहेछ कि। यहाँ मेरो हवर इफेक्ट लागिरहेछ। ओके, एप्लाई भइरहेछ। अर्को यसमा आउँछ एक्टिभ भनेर। ओके, एक्टिभ भन्नाले अब मैले बटनमा क्लिक गरेँ भने के हुन्छ। ओके, सो अगेन म क्लासको नाम लेख्छु, देन आफ्टर कलन र त्यसपछि एक्टिभ भनेर हाम्रो हुन्छ। एक्टिभ मैले हालेँ र एक्टिभ हुने बेलामा मैले अब के कुरा पर्फर्म गराउने, लाइक मैले क्लिक गर्दाखेरि बटनलाई अलि त्यो जुम भएको जस्तो देखाउने कि अथवा त्यो थिचिएको जस्तो देखाउने कि त्यो गर्न सकिन्छ है। त्यसको लागि म ट्रान्सफर्ममा गएर स्केल चाहिँ लाइक घटाइदिन्छु कि। ओके, मेरो यहाँ तल स्केल छ, स्केलभित्र गएर म 0.95 गरौँ। ओके,
0.95 गऱ्यो भने अब यो लाइक अहिले त केही भएको छैन, अहिले लाइक हवर इफेक्ट मात्र छ। यसमा क्लिक गऱ्यो भने ओके यु क्यान सी होइन, मैले क्लिक गर्ने बित्तिकै यो थिचिएको जस्तो देखिरहेछ कि मैले माउस क्लिक गरिरहेको छु, ठ्याक्क क्लिक गरेको साउन्ड पनि आइरह होला, अनि त्यही क्लिक गर्ने बेलामा यो थिचिएको जस्तो पनि देखाइरहेछ कि। सो यसले चाहिँ इन्टरेक्टिभिटी बढाउँछ क्या वेबसाइटमा। सो यो युज गर्दा चाहिँ बेटर हुन्छ। त्यसपछि हामीसँग अर्को के थियो भन्दाखेरि हामीसँग लिङ्क छ होइन, माथि लिङ्कलाई छुट्यायौँ। सो लेट्स एड होइन, लिङ्कमा के कुराहरू गर्न सकिन्छ। पहिला त्यतिकै क्लिक गरौँ। अभियसली होइन, मैले अघि नै भनेको थियो यो हाम्रो डमी युआरएल हो। यस्तो कुनै पनि लाइक युआरएलहरू एक्जिस्ट गर्दैन। मैले अहिले जतिचोटि पनि क्लिक गरेँ भने यो युआरएलमा केही पनि इफेक्ट भइरहेको छैन होइन, ब्लूको ब्लू नै छ। ओके, सो यसमा मैले के गर्न सक्छु भन्दाखेरि अब लेट्स से मलाई होइन अब लिङ्क क्लिक भइसकेको छ त्यो कुरा थाहा पाउनलाई मलाई लिङ्कको कलर चेन्ज गर्नु छ। ओके, सो त्यो गर्नलाई म के गर्छु भन्दाखेरि हामीसँग एउटा भिजिटेड भनेर हुन्छ क्या। ओके, जसरी मेरो लिङ्क भनेर कता छ, ओके तलपट्टि छ होइन लिङ्क। म पहिला के गर्छु भन्दाखेरि मेरो लिङ्कको जुन क्लास नेम छ है, त्यो क्लास नेम अथवा आइडी नेम त्यसलाई चाहिँ म पहिला कल गर्छु। सो डट माई लिङ्क भनेर मैले बोलाएँ, त्यसपछि कलन कलन पछि वाट आई विल डु इज भिजिटेड। ओके, भिजिटेड भनेर म हालिदिन्छु एन्ड देन आफ्टर अब यसमा मलाई के गर्नु छ, लेट्स से मलाई कलर चेन्ज गर्नु छ। कलर चेन्ज गरेँ। अब कलर चेन्ज गर्दा के गरौँ भन्दाखेरि अघिसम्म लाइक ब्लूमा छ होइन, रेड गरौँ अर ब्राउन गरौँ है। ब्राउन गर्दाखेरि कस्तो हुन्छ हेरौँ। ओके, ब्राउन। ओके, ब्राउन किन सो गरिरहेछ भन्दाखेरि हामीले क्लिक गरिसकेका थियौँ। म यसलाई रिफ्रेस गर्छु है, स्टिल भइरहेको छैन। एकचोटि यसलाई चाहिँ सर्भर बन्द गरौँ, यसलाई चाहिँ म क्लोज गर्छु, अगेन स्टार्ट गरेँ, स्टिल ब्राउजरै काट्नुपर्छ क्या हो। म फेरि क्लोज गर्छु, अब स्टार्ट गरौँ कि अहिले पनि छ त। ओके, नो वरी होइन, हामीले चाहिँ अघि क्लिक गरिसकेका थियौँ है त, अघि क्लिक गरेकोले गर्दा हो हाम्रो ब्राउन देखाइरहेछ। अनि इफ मैले त्यो ब्राउन गरेको वाला हटाएँ भने हाम्रो अगेन ब्लू नै आउँछ कि। म यसलाई कमेन्ट गरिदिन्छु, अहिले हेऱ्यो भने फेरि ब्लू छ है। ओके, त्यो हामीले अघि क्लिक गरिसकेका थियौँ नि, त्यही भएर यस्तो आइरहेछ कि। यसलाई खोलिदिउँ है। ओके, कमेन्ट आउट गरौँ, ठिक छ। ब्राउन अब ब्राउनको सट्टा अरू पनि गर्नु छ भने त्यो पनि गर्न मिल्यो। राइट, अब अलिअलि फिका फिका भएको छ, केही छैन, बुझिन्छ होइन कुराहरू त होइन। सो नेक्स्ट अब हामीसँग के छ भन्दाखेरि चाइल्ड। ओके, चाइल्ड भन्दाखेरि अब हामीले लिस्ट यहाँ गरेका छौँ है त, लिस्ट छ एप्पल, बनाना, म्याङ्गो, ओरेन्ज, माथि यो टाइप समथिङवाला इनपुटवाला पनि छ है, इनपुटवाला सकाइदिउँ पहिला। ओके, लाइन बाई लाइन गरौँ है। इनपुटका हामीसँग कहाँ छ, सिएसएस इनपुट बक्स भनेर छ है, सिएसएस पनि करेक्ट छ, यु क्यान सी हेयर। यहाँ पनि गएर हेर्न सक्नुहुन्छ, हामीसँग इनपुट छ पहिला, इनपुट त्यसपछि चाहिँ लिस्टका कुराहरू छ। सो पहिला चाहिँ हामी इनपुट बक्सको कुरा गर्छौँ। एन्ड इनपुट बक्समा चाहिँ अब हामी बेसिकली के गर्छौँ भन्दाखेरि यसमा क्लिक गऱ्यो भने लाइक केही लेखिरहेछौँ यसमा क्लिक गरेर भने त्यो फोकस देखाउनलाई चाहिँ हामी इनपुट फोकस गर्छौँ के। सो पहिला चाहिँ क्लासको नाम, यहाँ हामीसँग छ इनपुट बक्स र कलन, कलन पछि फोकस, यो भयो हाम्रो फोकसको कुरा। फोकस पछि अब फोकस गर्दाखेरि अब के गर्ने भन्ने त्यो कुरा आउँछ कि। सो यहाँ चाहिँ म बोर्डर के गर्छु भन्दाखेरि बोर्डर कलर चेन्ज गरौँ है, बोर्डर दिँदा पनि भयो अथवा बोर्डर कलर गर्दा पनि भयो। बोर्डर कलर चाहिँ ब्ल्याक गरौँ न, लेट्स सी के हुन्छ। ओके, यु क्यान सी इफ मैले बाहिर क्लिक गरेको छु मतलब लाइक मैले अहिले केही पनि टाइप गरेँ भने कतै केही पनि हुँदैन है। अनि जसरी नै मैले आफ्नो यो कर्सरलाई यहाँ टाइप समथिङ माथि लिएर आएँ, क्लिक गरेँ, यो चाहिँ मेरो बोर्डर हाइलाइट भयो क्या ब्ल्याक कलरमा। सो यसले के जनाउँछ भन्दाखेरि ओके मेरो कर्सर चाहिँ अहिले इनपुट सेक्सनमा चाहिँ गएर एक्टिभ भएर बसेको छ। मैले यहाँ केही पनि टाइप गरेँ भने ठ्याक्क त्यो त्यहाँ लेखिन्छ क्या। सो त्यो कुराहरू बुझ्न सकिन्छ, फोकसबाट चाहिँ यो कुराहरू गर्न मिल्छ। सो अब चाहिँ हामीले के गर्छौँ भन्दाखेरि लिस्टको कुरा। ओके, हामीसँग लिस्ट छ, लिङ्कहरू भयो, फोकस भयो, सबै कुराहरू भयो।
अब हामी चाहिँ लिस्टको कुरा गर्छौँ एन्ड लिस्टमा चाहिँ हामीसँग पहिला क्लास छ है। सो पहिला हामी लिस्ट क्लास भनेको छ त्यो क्लासलाई लिन्छौँ र लिस्ट क्लासभित्र पनि हामीसँग एलआई भन्ने छ है। र एलआईमा चाहिँ म सबभन्दा पहिला फर्स्ट चाइल्ड गर्छु। ओके एन्ड फर्स्ट चाइल्ड लास्ट चाइल्ड भनेर हामीसँग दुइटा हुन्छ। फर्स्ट चाइल्डको लेट्स से फन्ट वेट मैले गरिदिएँ बोल्ड। ओके एन्ड त्यसै गरी कलरलाई चाहिँ मैले के गरेँ भन्दाखेरि ग्रिन गरिदिएँ एन्ड अब हेरौँ है एन्ड यु क्यान सी है त हाम्रो लिस्टको जुन फर्स्ट चाइल्ड थियो होइन फर्स्ट चाइल्ड भन्दाखेरि हाम्रो जसरी लिस्ट भनेको यो क्लास हाम्रो प्यारेन्ट हो होइन एउटा यो प्यारेन्ट हो र प्यारेन्टभित्र भएको सबभन्दा पहिलो इलिमेन्ट जुन छ होइन यो प्यारेन्टको फर्स्ट चाइल्ड हाम्रो यो पहिलो इलिमेन्ट हुन्छ क्या यो केसमा हामीसँग एप्पल छ त्यसै गरी हामीले लास्ट चाइल्ड भनेर पनि एउटा इम्प्लिमेन्ट गर्न सक्छौँ क्या मैले यसको डुप्लिकेट बनाएँ र फर्स्टको सट्टा मैले यहाँ लास्ट गरिदिन्छु एन्ड कलरलाई चाहिँ लेट्स से ब्लू और ब्लू वाइलेट ओके लेट्स से ओके सो ग्राप्स ओके ग्राप्सको ग्राप्सवाला कलर नै आएको छ इट्स गुड होइन एन्ड ओके सो लास्ट चाइल्ड भनेको यो कुरा भयो होइन लाइक प्यारेन्ट क्लासभित्रको सबभन्दा पहिलो जुन इलिमेन्ट छ त्यो फर्स्ट चाइल्ड भयो ओके देन आफ्टरको यो सेकेन्ड चाइल्ड थर्ड चाइल्ड त्यसै गरी जुन सबभन्दा लास्टमा जुन आउँछ त्यो चाहिँ हाम्रो लास्ट चाइल्ड भइहाल्यो एन्ड लेट्स से होइन मलाई फर्स्ट र लास्ट होइन मलाई बिचको कुनै इलिमेन्टले टार्गेट गरेर त्यसमा केही चेन्जेस गर्नु छ भने त्यो कसरी गर्ने ओके सो हामीसँग त्यसको पनि सल्युसन छ त्यसको लागि के गर्ने भन्दाखेरि हामीसँग एउटा nth चाइल्ड भनेर आउँछ क्या सो म यसलाई पनि डुप्लिकेट बनाउँछु एन्ड अब लिस्टको भित्र लास्ट र फर्स्ट नगरेर यहाँ nth गरिदिने क्या nth चाइल्ड भनेर हुन्छ एन्ड यहाँ म ब्राकेट दिन्छु ब्राकेटभित्र अब मलाई चाइल्ड कति नम्बरको चाइल्ड चाहिन्छ म त्यो गर्न सक्छु क्या कलरलाई रिमुभ गरेर म ब्याकग्राउन्ड कलर यसमा एड गरिदिन्छु एन्ड ओके यो वाला गरौँ एन्ड अब कुन चाइल्डमा एप्लाई गर्ने त्यसमा डिपेन्ड गर्छ कि लेट्स चाहिँ मलाई सेकेन्ड चाइल्डमा गर्नु छ भने ओके यु क्यान सी मेरो फर्स्ट चाइल्ड वाज एप्पल सेकेन्ड चाइल्ड चाहिँ मेरो बनाना छ भने बनानाको ब्याकग्राउन्ड कलर चेन्ज भएको छ त्यसै गरी कलर पनि चेन्ज गर्नु छ भने मैले त्यो पनि गर्न मिलेँ मैले कलर वाइट गरिदिएँ ओके त्यो पनि छ बुझ्न त सकिन्छ होइन एन्ड या फाइन है त nth चाइल्डमा यो भयो अब nthमा पनि अब मलाई सपोज इभन र अड गर्नु छ भने त्यो पनि गर्न मिल्यो है जसरी मैले अहिले अड गरेँ भने मेरो प्यारेन्टभित्र भएको जति पनि अड नम्बरमा जुन जुन चाइल्डहरू छ होइन त्यो सबैमा मेरो यो प्रपर्टी लाग्छ क्या है त यु क्यान सी फर्स्टवाला पनि अड हो यो थर्ड भयो देन आफ्टर फिफ्थ भयो है त त्यसै गरी इभेन गर्नु छ भने इभेन पनि गर्न मिल्यो यो मैले अड हटाएर इभेन गरिदिएँ एन्ड लेट्स चाहिँ बोल्ड भन्दा नि कलरलाई चाहिँ मैले यो लाइक ब्राउनिस जस्तो गरेँ भने यु क्यान सी यो मेरो सेकेन्ड यो फोर्थ दुवै इभेन हो नि त ठिक छ त्यसै गरी मैले लेट्स चाहिँ लिस्टलाई बढाएँ भने दुइटा ग्रेप्स छ ग्रेप्स 2 गरौँ यसलाई यो 6 नम्बर यो पनि इभेन हो सो यसमा पनि एप्लाई भयो ओके बुझिन्छ होइन हाम्रो क्लासेसमा भएको जति चाहिँ यति नै हो है सो अब चाहिँ हामी सिएसएसमा स्युडो इलिमेन्ट्सको कुरा गर्छौँ एन्ड त्यसमा पनि हामी सबभन्दा पहिला फर्स्ट लेटरको बारेमा बुझ्छौँ है एन्ड फर्स्ट लेटरमा पनि सबभन्दा पहिला त त्यसको लागि हामी प्याराग्राफमा जान्छौँ प्याराग्राफको क्लास छ हाम्रो प्यारा म यसलाई कपी गर्छु एन्ड हेयर हामी डट पछि पेस्ट गरेपछि अब मलाई यसमा स्युडो इलिमेन्ट लगाउनु छ भने डबल कलन दिनुपर्छ क्या दुईचोटि दिनुपर्छ त्यो भयो र त्यसपछि मसँग फर्स्ट लेटर मलाई फर्स्ट लेटरलाई टार्गेट गर्नु छ भने म फर्स्ट लेटर लिन्छु एन्ड ओके मैले ब्राकेट ओपन गरेँ र यसभित्र चाहिँ अब मलाई जे प्रपर्टी लगाउनु छ मैले त्यो ठ्याक्क लगाउन मिल्छ कि लेट्स चाहिँ मलाई फन्ट साइज चाहिँ बढाउनु छ फन्ट साइज लेट्स चाहिँ 30 पिक्सल्स मैले गरेँ एन्ड त्यसपछि फन्ट वेटलाई पनि बढाइदिउँ है फन्ट वेट बोल्ड गरिदिएँ मैले एन्ड लेट्स सी अब अलिक सानो गरौँ यु क्यान सी है त हाम्रो वाइ चाहिँ ठुलो भएको छ वाइ मात्र किन भयो भन्दाखेरि हाम्रो प्याराग्राफ ओके यहाँ कोडमा हेरौँ है डट प्याराग्राफ भनेको हाम्रो क्लास हो ठिक छ क्लासको नाम भयो त्यसपछि डबल कलन लगाउनुको मतलब मैले स्युडो इलिमेन्ट टार्गेट गरिरहेको छु ओके अब स्युडो इलिमेन्टमा पनि मैले के टार्गेट गरेछु त्यो चाहिँ हाम्रो यहाँ आउँछ
ओके स्युडो एलिमेन्टमा चाहिँ मैले फर्स्ट लेटर टार्गेट गरेँ के सो पहिला चाहिँ प्याराग्राफ सो पहिला चाहिँ प्याराग्राफभित्र गयो ठिक छ प्याराग्राफभित्र चाहिँ गएर फर्स्ट लेटर जुन छ त्यो एउटा लेटरलाई मात्र टार्गेट गर्यो ओके सो त्यही कुरा यहाँ भएको छ कि इफ मैले यसलाई हटाइदियो भने लेट्स चाहिँ मैले कमेन्ट गरेँ भने यो नर्मल भयो कि नर्मल साइजमा आयो ठिक छ म कमेन्ट हटाइदिन्छु वाइ चाहिँ फेरि ठुलो भयो किनभने हामीले फर्स्ट लेटरलाई टार्गेट गरेछौँ कसरी स्युडो एलिमेन्ट युज गरेर ठिक छ बुझिन्छ है त इजी छ है कुनै गाह्रो कुरा छैन ठिक छ अब नेक्स्ट आउँछ हाम्रो फर्स्ट लाइन भनेर ठिक छ अब फर्स्ट लाइनमा के हुन्छ भन्दाखेरि हाम्रो जुन सुरुको लाइन छ होइन त्यो ठ्याक्क लाइनलाई कभर गर्छ कि र त्यो लाइनलाई कभर गर्नलाई अब यो त एउटै लाइनमा अटाइरहेको छ सो म यसलाई कपी गरेर फेरि पेस्ट गर्छु क्या ठिक छ अलिक ठुलो देखिन्छ अब दुईवटा लाइनमा आयो नि त अब चाहिँ हामी यसमा फर्स्ट लाइन एप्लाई गरौँ है फर्स्ट लाइनको लागि के गर्ने भन्दाखेरि धेरै गाह्रो केही पनि छैन है त म यसलाई फेरि डुप्लिकेट गर्छु ओके डुप्लिकेट गरेपछि फर्स्ट लेटरको सट्टा म यहाँ फर्स्ट लाइन गरिदिन्छु अब पुरै लाइनमा त फन्ट साइज एकैचोटि बढाउन मिलेन सो यसलाई रिमुभ गरौँ र रिमुभ गरिसकेपछि म कलर बरु चेन्ज गरिदिन्छु है मेरो फर्स्ट लाइनको कलर चाहिँ कस्तो हुनु पऱ्यो भन्दाखेरि एक्वा म्यारिन गरिदिउँ अलि डार्कतिर गरौँ अब डिफ्रेन्सै देखिँदैन या मच बेटर डिफ्रेन्स देखिन्छ है सो फर्स्ट लाइनमा जति छ त्यो सबै चाहिँ ग्रिन कलरमा आयो ठ्याक्क ग्रिन पनि भन्न मिलेन एन्ड ओके सो यु क्यान सी हाम्रो फर्स्ट लाइन हामीले फर्स्ट लाइन टार्गेट गरेका छौँ यहाँ प्याराग्राफभित्र कसलाई टार्गेट गर्यो फर्स्ट लाइनलाई फर्स्ट लाइनमा के गर्यो भन्दाखेरि हाम्रो कलर चेन्ज गर्यो ब्याकग्राउन्ड कलर पनि थप्न मिल्यो लेट्स से ब्याकग्राउन्ड कलर मैले अलि डार्क गरिदिउँ डार्क ब्ल्याक गरेर हेरौँ ओके अब ठिकै छ अब त्यो देख्नु लाइक अब ठ्याक्क ग्रिन कलर हो भनेर देखिरहेछ है त सो बुझ्न सकिन्छ होइन अब यसमा म एउटा कुरा के गरौँ म जुम आउट गरिदिन्छु है जुम आउट अझ जुम आउट ओके अब यहाँ तपाईँले के हेर्नुभयो भन्दाखेरि मैले जुम आउट गर्दाखेरि मेरो यो प्याराग्राफको सबै कुराहरू एउटै लाइनमा हटायो सिन्स कि अब एउटै लाइनमा हटायो त्यही भएर हाम्रो फर्स्ट लाइनवाला प्रपर्टी सबै टेक्स्टमा एप्लाई भयो त्यसै गरी मैले जुम गर्दै जान्छु ओके मैले अझ गरेँ अब यसमा गएर तपाईँ हेर्नुहुन्छ भने फर्स्ट लाइनमा जति टेक्स्टहरू छ त्यसमा मात्र यो कुराहरू एप्लाई भएको छ र त्यसको तल जति छ त्यो सब नर्मल छ ओके सो यसले लाइनलाई कभर गर्छ ओके त्यो लाइनमा जति पनि अटाओस् होइन एउटा वर्ड होस् दुईवटा वर्ड होस् अथवा 10वटा होस् 100वटा होस् त्योसँग मतलब छैन यसले चाहिँ मात्र लाइन हेर्छ क्या ओके बुझिन्छ है म फेरि नर्मल गरिदिन्छु ओके फाइन यति त फाइन हो एन्ड ओके सो यो फर्स्ट लेटर र फर्स्ट लाइनको कुरा भइहाल्यो नेक्स्ट हामीसँग आफ्टर र बिफोरको कुराहरू छ हामीले टाइटलमा चाहिँ केही पनि गरेका छैन अहिलेसम्म सो यो चाहिँ हामी टाइटलमा गरौँ टाइटल मेरो क्लास ठिक छ होइन म एकचोटि चेक गरिहाल्छु हामीसँग छ टाइटल कपी यहाँ आएर मैले पेस्ट गरेँ ठिक छ है र मैले टाइटललाई टार्गेट गरिसकेँ है त अब सेन्स मैले अघि फेरि भन्छु है स्युडो एलिमेन्ट युज गरिरहेछौँ भने डबल कलन है दुईचोटि कलन दिने अनि त्यसपछि अब पहिला म बिफोर गर्छु ओके सो यसको भित्र म कन्टेन्टमा के कुराहरू एड गर्छु सिन्स कि अब हाम्रो कन्टेन्ट मात्र टेक्स्ट छ सो अब म चाहिँ यसमा केही इमोजी एड गर्छु है सिन्स कि हाम्रो कन्टेन्ट एकदम पुरा होइन आग लगाउने खालको होइन एकदम खतरा कन्टेन्टहरू आइरहेछ भने म चाहिँ यसमा फायरको इमोजी एड गर्छु फायरवाला फायर यहाँ छ फायर आइसक्यो लेट्स एड वान स्पेस र त्यसपछि यसलाई क्लोज अब हेरौँ है ओके सो यु क्यान सी हाम्रो यहाँ इमोजी आइसकेको छ है त यो बिफोरको कुरा भइहाल्यो र त्यसै गरी हामीले आफ्टर गरेर पनि एउटा एड गर्न सक्छौँ बिफोरमा चाहिँ हाम्रो यो एप्लाई भयो त्यसै गरी आफ्टरमा के एड गर्नु छ भने डट टाइटल अगेन दुईवटा कलन आफ्टर है त अब आफ्टरमा के गरौँ भन्दाखेरि सिन्स हाम्रो भिडियो चाहिँ अब अलमोस्ट कम्प्लिट हुन लागेछ सो कम्प्लिट भएपछि के एड गर्ने भन्दाखेरि टिक हुनु पऱ्यो है त हरियो टिक त्यो पनि सो अगेन इमोजीमा जाने हरियो टिक अलरेडी छ यहाँ यो मैले हालिदिइहालेँ ओके सो हाम्रो स्युडो
क्लासेस र एलिमेन्टको कुराहरू सकिसक्या रहेछ। ठिक छ, हाम्रो टाइटलले बताइरहेछ, हाम्रो ग्रिन टिकले बताइरहेछ। सो अगेन तपाईँहरूले सोध्नुहुन्छ कि अघि एक्सप्लेन गर्ने बेलामा स्युडो इलिमेन्टमा पनि यो आफ्टर बिफोर भनेको काइन्ड अफ स्टेट चेन्ज भइरहेको कुराहरूसँग के भन्नुभएको थियो। सो हो, मैले भनेको थिएँ है। अब त्यो कुरालाई होइन डाइनामिकली देखाउनलाई त्यो हामीले जावास्क्रिप्टबाट गर्न सक्छौँ के। लेट्स से अब यसमा कसरी गर्न सकिन्थ्यो भन्ने अहिले म गर्न त जाँदिनँ, भिडियो लामो हुन जान्छ। सो म जस्ट एक्सप्लेन गरिदिन्छु। यहाँ गर्दाखेरि हामी तल के गर्न सक्थ्यौँ भन्दाखेरि पढ्दै गयो तल जाँदाखेरि लास्टमा एउटा बटन एड गरिदिन्थ्यौँ। बटन एड गरिदिइहालौँ। म यसलाई कपी गरिदिन्छु है, धेरै टाइम लिँदैन। प्याराग्राफको तल गएर ठ्याक्क मैले यहाँ पेस्ट गरिदिन्छु। ओके, यहाँ छ है। म बिआर ब्रेक, एउटा अझ बिआर ब्रेक, दुइटा एड गरिदिएँ। तलतिर ठ्याक्क मेरो बटन छ, यसलाई चाहिँ म कम्प्लिटेड भनेर लेखिदिन्छु। कम्प्लिटेड भनेर अब लेट्स से मैले स्टार्टिङबाट लाइक एउटा एउटा कुराहरू हेर्दै गएँ, पढ्दै गएँ, बुझ्दै गएँ, अनि लास्टमा गएपछि मैले एउटा यो बटन पाएँ। ठिक छ, अब इनिसियली म के गर्छु भन्दाखेरि यसलाई हटाइदिउँ पहिला त। ठिक छ, मेरो अहिले यति कुराहरू मात्र छ। एन्ड मैले सपोज यो सबै कुराहरू पढिसकेँ। अब यहाँतिर मेरो बटन छ, ओके कम्प्लिटेड, मैले यसमा क्लिक गरेँ, कम्प्लिट भयो। अब जावास्क्रिप्टको थ्रु के गर्न सकिन्थ्यो भन्दाखेरि यहाँतिर जुन खाली छ होइन, जावास्क्रिप्टमा अन क्लिक इभेन्ट हुन्छ एउटा, त्यो हामी एड गरेर त्यो बटनमा क्लिक गर्ने बित्तिकै हामी एक्टिभेट गरिदिन्थ्यौँ के। अनि यो एक्टिभेट हुने बित्तिकै हाम्रो ठ्याक्क हेडिङमा देखाइहाल्थ्यो। ठिक छ, सो त्यो कुराहरू चाहिँ हामी पछि पछि जावास्क्रिप्ट पढ्ने बेलामा चाहिँ इभेन्ट लिस्नरहरू, डम म्यानिपुलेसनहरू कसरी गर्ने, त्यो कुराहरू चाहिँ हामी सिक्छौँ, गर्छौँ। र आजको यो भिडियोमा चाहिँ यति नै थियो। किप कोडिङ, किप लर्निङ, एन्ड विल सी यु इन द नेक्स्ट वान।